हेलो एभ्रिवान गाइस, म चाहिँ यहाँ आज काठमाडौँतिर घुम्दैछु होइन। यहाँ काठमाडौँको सहर चाहिँ यहाँ देख्न सक्नुहुन्छ गाइजहरू। यस्तो छ है, यहाँ भित्रपट्टि चाहिँ घुम्नु थाल्छ। यहाँ चाहिँ यता पनि बगैँचाहरू छ, यता हुस्सु लागेको छ, जहाजहरू छ, प्लेन पनि देख्न सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ भर्खरै माता गइरहेको छ, यो चाहिँ एयरपोर्ट साइडतिर देख्न सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ यस्तो छ, यहाँको वातावरण चाहिँ एकदम सुन्दर, एकदम रमाइलो छ है गाइजहरू, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ रुममा बस्दा बस्दै थिएँ ल, अनि त्यसपछि चाहिँ यता घुम्नलाई चाहिँ बाहिर निस्केको छु गाइजहरू। देख्न सक्नुहुन्छ काठमाडौँ सहर भनेको चाहिँ यस्तो रहेछ। यहाँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ, छोक छोक गाइजहरू यस्तो छ कि रुखहरू यहाँ माथिनेर नै आइसकेको अवस्था छ, यस्तो छ है। अब म चाहिँ यो चोकदेखि चाहिँ यता फर्कने भनेको, यो चोक चाहिँ बस्सै यो चोकदेखि फर्किएको यार। म त तलको चोकदेखि जानुपर्छ फर्कनलाई, यता हो, यहाँदेखि चाहिँ जान्छ। यो चाहिँ बालनजीको सहर होइन, यता यस्तो छ, हेर्न सक्नुहुन्छ गाइजहरू। जे हो एकछिन हावा खाइदिउँ भनेर निस्केको होइन, के को हावा, पुरै धुवै धुलो, एकदम दुर्गन्धित हुँदैछ। यस्तो छ यहाँको अवस्था चाहिँ, के गराउँछ यस्तो यस्तो छन् यहाँको घरहरू। म चाहिँ हो पारि पुग्ने हो, म बस्ने चाहिँ त्यहाँ पारि। यस्तो छ, काग के हो डराउन त, काग त यहाँ नजिकै आउँदा बस्नेमा फर्निचर रहेछ। घरहरू त कति ठुला ठुला, देशी गाडीहरू अवस्था यस्तो छ, सब बिग्रेर बसेको हुन्छ यहाँ। कबाडीहरू फेरि हेर